नमस्कार, मेरो नाम शम्भु विश्वकर्मा हो। मेरो घर रामेछाप जिल्ला रामेछाप नगरपालिका वार्ड नम्बर 9 ल्याङल्याङमा हो। म अहिले हाल युएमा छु। म दुबईमा अहिले साह्रै बिचल्नी भएर बसेको छु। लगायत अहिले 9 महिना भइसक्यो। म कम्पनीबाट बाहिर छु। जो कम्पनीमा आएको थिएँ, कम्पनीले काम पनि दिएन, सेलरी पनि दिएन, खाना पनि समस्या भयो। त्यही कारणले म कम्पनी छोडेर बाहिर हिँडेको थिएँ, बाहिरै पैसा कमाउँछु भनेर। तर मलाई एकजना पाकिस्तानीले आइडी सिमहरू लगेर मलाई फसाइदियो र तेरो काम मिल्यो, अब भोलिदेखि ड्युटी जानुपर्छ, एउटा पेपरमा सिग्नेचर गरिदे, आइडीहरू त्यो बनाउनलाई, ब्याङ्क कार्डहरू बनाउनलाई, एटिएम कार्ड बनाउनलाई चाहिन्छ, कम्पनीले माग्यो भनेर मैले एउटा खाली पेपरमा साइन गरेर दिएर पठाइदिएँ। तर होइन रहेछ, उसले मेरो नामबाट चाहिँ ब्याङ्कमा लोन लिइदिएर छ। तर लोन कति लिइदियो, कुन ब्याङ्कबाट लिइदियो त्यो चाहिँ थाहा भएन। अहिले मलाई यहाँको 30,000 रुपियाँ फाइन आएको छ कोर्टबाट। अहिले म कोर्टमा जाँदा पनि तिरेर जा भन्छ, पुलिस चौकी जाँदा पनि तिरेर जा भन्छ। जेलमा पनि म 2 चोटि बसिसकेँ, मलाई जेलमा राख्दै छोडिदिँदै गरेको छ। अहिले म बस्न खान मेरो केही छैन, कहीँ छुइनँ। म बाहिर एउटा मस्जिदको पेटीमा बसिरहेको छु। म सडकमा त कसैले आउनुहुन्छ, 1 रुपियाँ 2 रुपियाँ दिनुहुन्छ, कसैले खबुज, कसैले पाउरोटी दिनुहुन्छ। म त्यही खाएर चाहिँ म बसिरहेको छु। म नेपाल आउन चाहन्छु, मेरो उद्धार गरिदिनुहोस्। म पहिला जुन महिनाको 4 तारिक टिकट लिएर नेपालबाट पैसा मगाएर चाहिँ म टिकट काटेर जाँदै थिएँ। तर एयरपोर्टमा पुगेपछि मलाई पुलिसले समात्यो र भन्यो तेरो लोन छ, त जान मिल्दैन भनेर मलाई एयरपोर्टबाटै पुलिसले समाएर लगेर थुन्यो र मलाई 10 दिन थुनेर छोडिदियो। फेरि पछि पनि मलाई थुन्यो पुलिसले, केस मिलाउन जाँदाखेरि फेरि पनि समाएर जेलमा हालिदियो। मलाई त्यस्तो गरिरहेको छ। अहिले मेरो खान बस्न ठाउँ छैन, एउटा मस्जिदको पेटीमा सुतिरहेको छु। अहिले यहाँ वाइफाई चाहिँ यो मस्जिदको सँगै एउटा क्याम्प छ, लेबर क्याम्प। त्यहाँ एकजनाले चाहिँ मलाई वाइफाईको स्क्यान गरिदिनु भएको थियो र कति बेला त्यहीँ आएर चलाउँछु। त्यहाँ नै भनेको छ, यहाँ अरूले देख्यो भने यहाँ कराउँछ, यसो अरूले नदेख्ने गरी आएर चलाऊ है भनेर मलाई भनिएको छ। म अहिले एउटा मस्जिदको पेटीमा बसिरहेको छु। मलाई बस्न खान छैन। म नेपाल आउन चाहन्छु। जति पनि हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरू सबैजनाले हेल्प गर्नुहोला, सहयोग गर्नुहोला। म नेपाल चाँडैभन्दा चाँडो म नेपाल फर्किनलाई सकेको होस् भन्दछु। मलाई धेरै समस्या भइरहेको छ। मेरो घरमा पनि धेरै समस्या छ। घरबाट जग्गा जमिन बेचेर पैसा ल्याऊँ भन्ने पनि मेरो जग्गा जमिन छैन, पैसा पनि छैन। म साह्रै समस्यामा भइरहेको छु। हेर्नुहोस्, अहिले पनि गर्मी नै छ बाहिर। यस्तो गर्मीमा म एउटा मस्जिदको पेटीमा सुतिरहेको छु। मेरो ज्यान बचाइदिनुहोस्। सबैजना हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरू मिलेर मेरो ज्यान बचाइदिनुहोस्। म नेपाल फर्किन चाहन्छु। हजुरहरूले कसरी हुन्छ, के हुन्छ गरिदिनुहोस् हजुरहरूले नै। म साह्रै समस्यामा परेर बसेको छु आज युएमा। हवस् त, धन्यवाद। सबैजनाले सहयोग हेल्प गरिदिनु होला। र बाँकी पहिला पनि भिडियो बनाएर हालेको थियो। एकजना भाइले म मस्जिदमा बसिरहेको बेलामा भेटेर उहाँले भिडियो बनाएर पनि हालिदिनु भएको थियो। तपाईँलाई केही सहयोग मिल्छ कि दाइ, म भिडियो बनाएर हाल्छु भनेर भिडियो बनाएर हालिदिनु भएको थियो। तर केही पनि अहिलेसम्म भएको छैन। म नेपाल फर्किन चाहन्छु। मेरो ज्यान बचाइदिनुहोस् मेरो नेपाली दाजुभाइ दिदीबहिनीहरू सबैजनाले। हवस् त, धन्यवाद, नमस्कार।